एभ्रीबडी गाइज वेलकम टु ब्याक माई ब्लग। के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। सो स्वागत छ सबैजनालाई शुभ बिहानीको ब्लगमा। सो आज चाहिँ फेरि हामी होटलको ड्युटीमा आएको छौँ। होटलको ड्युटी लागेको छ डेकोरेसनको। यो भर्खर चाहिँ यहाँको फिलहाल 5 बजिरहेको छ र हावा चलिरहेको छ, जाडो जाडो फिल जागिर सागिर लगाएर चाहिँ आज आइएको छ होइन। सो आज चाहिँ डेन्जर ठुलो होटल परिरहेको छ। खतरा काम चाहिँ दरो पिलाइ हुने भयो जस्तो छ आज होइन। सो बाहिरको प्लेस चाहिँ हल्का फुल्का यस्तो दामी दामी छ। यो चाहिँ पुरै होटलको अन्डरग्राउन्ड एरिया होइन, दामी बब्बाल छ। यो चाहिँ होटल नै भयो। यो चाहिँ होटल देख्दा यत्रो छ, पछाडि ब्याकग्राउन्ड पनि खत्रै खत्रै छ। म चाहिँ हल्का फुल्का यसो भ्लग बनाइदिउँ भनेर बाहिर निस्केको थिएँ। भित्र चाहिँ हल चाहिँ डेन्जर छ, ठुल्ठुलो 5-6वटा कतिवटा छ हो। यो चाहिँ हाम्रो गाडी पऱ्यो टेलर होइन। आज चाहिँ अरू बेला चाहिँ सानो सानो गाडीमा माल आउँथ्यो, आज चाहिँ यो डेन्जर लामै टेलरमा माल हाल्छ। यस्तो गाडी कतिवटा आउने थाहा छैन, काम चाहिँ डह्रो हुने भयो। सो गाइज भित्रको भ्यू चाहिँ टक्क होइन, सरर। यो चाहिँ यस्तो यता पनि टक्क दामी बब्बाल खतरनाक भ्यू छ। होटल चाहिँ डेन्जर नै हो, एकदम दामी। अरू भन्दा पनि यो चाहिँ बेस्ट लाग्यो होटल चाहिँ। सो सबै ठाउँ कोठा छ। यो चाहिँ अन्ली भन्नु मात्र रहेछ होइन। यो चाहिँ अब कता कता देखाउने अलि ठाउँ नै छैन। अब त हल मात्र देखाइदिनु के देखाउनु। अहिले चाहिँ हुँदैछ डेकोरेसन। झुम्मर पनि खतरा खतरा लागेको छ टक्क दामी 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 दामी। यस्तो नेपालमा भइदिएको भए त डेन्जर नै हुन्थ्यो नि। नेपालमा छैन त्यस्तो, के विदेशमा आएपछि देख्नुपर्छ। कस्तो हामीले चाहिँ डेकोरेसन लगाउने यो हलमा। केटाहरू चाहिँ टक्क पल्टिरहेको छ। अब यो चाहिँ अब हल देखाएअनुसार चाहिँ काम त त्यस्तै हुन्छ। यत्तिकै राम्रो छ हल, के डेकोरेसन लगाउनु पऱ्यो। मान्छेले पैसा खर्च गर्न पनि गतिलोमा गरेन हुँदैन। यत्तिकै राम्रो छ हल, फोकटमा यत्रो लगाउँछ। अनि अहिले चाहिँ कस्तो देखिन्छ भ्यू चाहिँ देखिहाल्नुहुन्छ लास्टमा चाहिँ। त्यही पनि सो देखिरहनु भएको त सबैले। यत्तिकै पनि राम्रो छ नि त, छैन र छ नि, यत्तिकै पनि राम्रो छ। तर यहाँको मान्छेहरूले के नाना थरीको होइन, ठिकै छ केही छैन। हामीलाई त काम भइहाल्यो त्यही पनि। सो यत्तिकै राम्रो थियो, त्यही पनि किन भन्ने कुरा चाहिँ। गाइज नेक्स्ट हल है, यो चाहिँ अर्को हलमा छ। यहाँ चाहिँ चेयर लागेको रहेछ लाग्न त। यहाँ चाहिँ अब अर्डर परिसकेको कि कसो काम चाहिँ हल्का फुल्का भएको रहेछ। यहाँ समथिङ हाम्रो मात्र कम्पनी हुन भएर अरू पनि कम्पनी हुन्छ नि त डेकोरेसनको। सो अरू पनि आउँछ। जाँदा पनि घुम्न त हुन्थ्यो, तर घुमेपछि घुमै गइन्छ नि त। त्यही भएर नघुमिदिएको नि त हल्का फुल्का। त्यहाँ चाहिँ भित्र चाहिँ काम चलिरहेको रहेछ। त्यता साइड यता चाहिँ टक्क टेबल सेबल लागिरहेको रहेछ। कहिलेको अर्डर हो, यहीँको हो कि कसो हो थाहा भएन। त्यो त सेकेन्ड हल यो पनि रहेछ। पार्टिसन हाने रहेछ त, काम गरिरहेको रहेछ अरू कम्पनीले। डेकोरेसन लगाइसकेको रहेछ, खोल्न आँटेको रहेछ। ठिक छ, हाम्रो त बल्ल सुरुवात हुँदैछ। हाम्रो चाहिँ अब आधी मान्छे आइसक्यो, आधा चाहिँ आउँदैछ। हाम्रो चाहिँ अब डिभाइड अलग अलग हुन्छ नि त, कोही कहाँ बस्छ आधा ग्रुपहरू। सो आउँदैछ। नेपालीहरूको चाहिँ ग्रुप अलग नै छ। हामी चाहिँ अब फिलिपिनीहरूसँग परिरहेको हुन्छ। हाम्रो काम त अब कोसा र सेन्टर पिस भन्ने हुन्छ नि त। अनि हामी चाहिँ कोसामा, सेन्टर पिसको मान्छेहरू चाहिँ अलग हुन्छ। कुची टेबलहरू सेट गर्ने हामी चाहिँ। अब भित्रहरू माथिको डेकोरेसन यताउति सेट गर्ने हामी नै हो। सो त्यही हो, अहिले सबैजना त आउनुहुन्छ अनि काम गर्दा देखिहाल्नुहुन्छ। खतरनाक तरिकाले पुग्दैछ जस्तो
यस्तो यस्तो छ बोक्नुपर्छ हाम्रो पनि त्यही हो हामीले नि अलि एकछिनमा काम चलाइहाल्यो हामीले नि बोकिहाल्नुपर्छ चारैतिर अनि एउटै छ त भ्यू भने आमामा चारमुखीमा चारैतिर एउटै सेम लागेको त हो यही पनि नेपालीले पनि चलाउँदो रहेछ टेलर नेपालको झन्डा टक्क गाडीमा राखेर आएको दामी देख्यो हो अनि दामी खतरनाक भ्यू गाइस भर्खर चाहिँ यति थोरै धेरै सामान लिएर चाहिँ फाल्यो सबजनाले काम चाहिँ हान्दैछ होइन अझै अब चाहिँ भर्खर चाहिँ नास्ता खाने टाइम भयो नास्ता आएको छ नास्ता खानु पऱ्यो अनि त्यसपछि बल्ल त्यसपछि फेरि काम चालु गरिहाल्नुपर्छ चाहिँ यसो वासरुम गइदिउँ भनेर अनि हल्का वासरुम जाँदै अनि दाना बनाउँदै भिडियो हान्दै गर्नुपर्छ नभए त्यस्तो फोन चलाउनु दिँदैन अलाउड हुँदैन त्यही भएर सो अब चाहिँ हामी टक्क नास्ता चाहिँ खाइन्छ सो नास्ता पनि अब के भन्नु स्यान्डविच भन्छ यहाँ रोललाई स्यान्डविच टक्क स्यान्डविच खाने एउटा चित्त बुझाउने त्यसैमा अनि 11-12 बजे चाहिँ अब ल भात आउँछ त्यसपछि टक्क 11 बजे भात खान्छ अनि तुमको पनि मुला क्वालिटी छ हौ क्वालिटीमा आएको यस्तो दामी टक्क खतरनाक दामी बबाल छ बबाल अब सुन पनि डेन्जर एन्ड टक्क म यहाँ छु आज चाहिँ फुल गेटअपमा हो जुत्ता सुज भयो हातमा ग्लोभ्स टी सर्ट टक्क होइन कस्तो हिरो देखिया छु म गाइस भर्खर चाहिँ काम चाहिँ धमाधम चलिरहेको छ यो चाहिँ प्यानल स्यानल लगाएर चाहिँ थोरै धेरै लगाइयो होइन टक्क धमाधम चाहिँ काम चलिरहेको छ म चाहिँ यता कुनामा कुप्चिरहेको टक्क यो चाहिँ नेपाली भयो भाइको दाइ हो अब हेर्दा त भाइ लाग्छ म चाहिँ अब सबैको दाइ नै हो र त्यस्तोमा चाहिँ अब कुनामा यस्तो सट्टा हो टक्क गाइज लगभग आधा काम चाहिँ सक्यो आधा काम चाहिँ बाँकी छ अनि यो बिचको चाहिँ ट्रस चाहिँ माथि जाने हो यहाँ चाहिँ चिप्काउने यहाँ गएपछि त्यो पनि दामी नै हुने भयो लाइटिङ साइटिङ लगाएर टक्क होइन यता चाहिँ अब यो चाहिँ प्यानलहरू लगाएर चाहिँ सक्यो यता चाहिँ दाजुहरू यो चाहिँ नेपाली दाजुहरू पुरै सबल मामा के साह्रो घाम यो घामले त खाडी भनेको खाडी नै हुने रहेछ घाम भनेको यस्तो मारी घाम लागेको छ नि यस्तो घाममा दाजुहरू उहाँ चाहिँ घाम हानिरहेको छन् तर खाडी भनेको खाडी नै हुँदो रहेछ हौ गाह्रो छ यो घाममा बाहिर काम गर्न पऱ्यो त झन् आमामा कालो त कि महाकालो भन्छ भने कालो भने कि कालो भन्छ गाह्रो छ त्यो टक्क हल्का फुल्का बाहिर राति चाहिँ छ्याक्क देखेन होला दिनमा चाहिँ दामी देखिएको छ यो चाहिँ टक्क होटेल भयो नामै 5 हल रहेछ 5वटै कोठा छ 5 हल नामै त्यही रहेछ सरकारी एरिया रहेछ यो चाहिँ गभर्मेन्टको रहेछ अब अरू त होटेलहरू त प्राइभेट नै हुन्छ होला यो चाहिँ गभर्मेन्टको सरकारी त्यही भएर खुल्ला छ एकदम दामी बब्बाल छ गाइस लगभग 90% चाहिँ काम सक्यो 10% चाहिँ अझै बाँकी छ टक्क प्यानल स्यानल सबै स्टेज चाहिँ होइन त्यहाँ चाहिँ अगाडि फ्लेक्सीहरू लगाउनु छ त्यो बाँकी छ बाँकी टेबल सेबल त दाजुहरू लगाइसक्नु भयो म चाहिँ यहाँ माथि टक्क हेलमेटसित टक्क सेफ्टीसँग माथि चाहिँ तारहरू बान्दै थियो अझै टक्क माथिनिर छु म होइन माथिबाट चाहिँ हल्का फुल्का भ्यू चाहिँ यस्तो आएको छ टकटुक अब चाहिँ लगभग काम सकिन्छ होला यो पनि म चाहिँ यहाँ माथि बसिरहेको माटो पनि लग खुट्टा कामिरहेको त्यही पनि गरिदिनु पऱ्यो हान्नु पऱ्यो नि त गाह्रो छ र सो गाइज म चाहिँ लास्ट भ्यू चाहिँ पछि देखाउँछु ल लुक चाहिँ डेन्जर आएको छ खतरनाक कस्तो लाग्छ सबैजनाले भन्नु होला एकचोटि सर
फाइनली गाइज आज चाहिँ हाम्रो ड्युटी खलास सक्यो। अब होटल त अब यहीँ थियो, राति नै आएको, राति नै सक्यो। आज चाहिँ बहुत लेट भयो, ओभर टाइम पनि एक्स्ट्रा भइगयो। अब चाहिँ सबैको चाहिँ गाडीमा टक्क होइन